बुद्ध जयन्ती अर्थात् विश्व शान्तिका प्रतीकको जन्म भएको दिन। आजभन्दा करिब 2500 वर्ष अघि लुम्बिनीको पवित्र भूमिमा एक राजकुमार जन्मिनुभयो, सिद्धार्थ गौतम। राजमहलको सुख सुविधामा हुर्किनु भए पनि उहाँले जीवनका दुःख, रोग र मृत्यु देख्नुभयो। जीवन के हो? दुःख किन छ? यी प्रश्नहरूले उहाँलाई गहिरो रूपमा छोए। एक रात सत्ता, वैभव र सबै सुख त्यागेर उहाँ सत्यको खोजीमा निस्कनुभयो। वर्षौंको साधना र ध्यानपछि उहाँले बोधि वृक्षमुनि ज्ञान प्राप्त गर्नुभयो र गौतम बुद्ध बन्नुभयो। उहाँको शिक्षाले संसारलाई शान्ति, करुणा र मध्यम मार्गको बाटो देखायो। हिन्दू धर्मअनुसार उहाँलाई विष्णु भगवानको 9औं अवतारको रूपमा पनि मानिन्छ। जब संसारमा अधर्म बढ्छ तब धर्मको रक्षा गर्न भगवानले अवतार लिने विश्वास छ र बुद्धलाई त्यही दिव्य अवतारको रूपमा पनि हेर्ने गरिन्छ। आज संसारभर उहाँको शिक्षाले मानवतालाई शान्ति र सह-अस्तित्वतर्फ डोर्याइरहेको छ र हामी गर्वका साथ भन्छौँ, बुद्ध नेपालमा जन्मिनु भएको हो।